हेलो गाइस, वेलकम टु माई ब्लग। सबैजनालाई आज चाहिँ हामी अब चुम्लुङ जान आँटेको हो कि अनि सबै फ्यामिली मिलेर अब आज हामी के गर्नेछौँ तपाईँहरू सबैजनाले हेरिदिनु होला है। ल अब एकछिनमा भेटौँला सबैजना, बाई। यता चाहिँ मेरो छोरी निरज, मेरो भदै, अनि यता मेरो भदैको छोरा र हामी चाहिँ चुम्लुङ लाग्दैछौँ। यता चाहिँ मेरो बुढो गाडी कुदाउँदैछ। ल हामी चाहिँ अब बाटोमा छौँ। आज वेदरले पनि साथ दिएछ है हामीलाई चाहिँ, राम्रो भएको चाहिँ आज चुम्लुङमा वेदर। चुम्लुङ पनि आइपुग्यो है छोरी। यता चाहिँ मेरो छोराहरू भदैहरू। मेरो छोरी साना कस्तो लाग्दैछ? त कस्तो राम्रो लाग्दैछ नानी? अरू जस वेदर पनि के शीतल शीतल रहेछ क्या होइन? ल ट्रेन पनि बनाउने सुरु है यहाँ। सुहाना काजो हाम्रो दिदी भेना पनि ट्रेन लाउनु सुरु भयो। आज हावा कति साह्रो आएको हो यहाँ। ल मेरो कादु छोरी चाहिँ खाँदैछ है भोक लागेर। सुहाना ल है, हामी त खाना खानु सुरु गरेको। अब भोक लाग्यो हिँड्दा हिँड्दा। ल दिदी हेर्नु त माइ दिदी। ल ल मेरो छोरीले चाहिँ खाना पसिँदैछ है। सुहाना भोक लाग्यो? खानु चाहिँ भोक लाग्यो? हप्तामा गर्नु सक्छ। गर्मी सुरु भयो, हाम्रो भेनाले अब सुरु गर्नुभयो है। ल भेना के काट्नु भएको? खरबुजा हो तर मिठो छ कि छैन है? ए हो। ल आज हाम्रो भेनाको हातबाट खाइन्छ है अब खरबुजा। काट्नु त आउँछ नि भेना? किन नआउने हो? हेर्नु नि यहाँ कस्तो राम्रो काट्दैछु। हाम्रो भेनाको स्किल हेर्नु है। ल हेर्नु है ल ल है हाम्रो भेनाको स्किल। ल हेर्नु है, यति साह्रो रेट चाहिँ छ जस्तो लागेन मलाई होइन। अब भेना काट्ने साली खाने है भेना। हेरौँ है ल भित्र ल कस्तो छ है। ल दामी रहेछ है। भेदा त है मजाको के मिठो छ लाग्यो। सबैजना गर्मी भएर अहिले हामीले ट्रेनमा फेरि बसिरहेको छौँ। ल हामी दिदी चाहिँ के भएको? तातो पानी किन खानु भयो? ल भन्नु त। यता हाम्रो यता चाहिँ हाम्रो सन्धिजी हुनुहुन्छ। कति रमाइलो भइरहेछ। ल वर्षमा एकचोटि यो चुम्लुङमा आउनु पनि रमाइलो पो हुन्छ है।
कसरी काट्यो हौ छोड्नु त ल अब गर्मी छ यहाँ वाटरमेलन खानुको ल मिठो रहेछ दिदी ल दिदी भेला चाहिँ फोटो खिच्नमा बिजी हुनुहुन्छ अनि म चाहिँ यो बाहिरको दृश्यहरू खिचेको है अब हामी चाहिँ प्रोग्राम हेर्नु गएको सुस्मिता आजल प्रोग्राम सिकेपछि चाहिँ हामीले रुखसँग नानुलाई भेट्ने मौका पायौँ र यसो सानो क्लिप पनि लिएको है रुखसाना नानुको भेला चाहिँ यहाँ रुखसानासँग बोल्दै हुनुहुन्छ है हामी चाहिँ घर जानु अघि दिदीसँग यस्तो सानो एउटा भिडियो बनाएको है छुट्टिने बेला दिदी र बहिनी अब यसो बनाउने चुम्लुङ पनि अब अन्तिममा आएछ ल सबैजना व्यस्तै फोटो खिच्नु लगेको अब हामी चाहिँ घर लागेको है अलरेडी सबै रेडी गर्नु सेवा गरौँ सबैजनालाई गाइस हेर्नु त मेरो छोरी त थाकेर साला के भइरहेछ मेरो छोरी हामी पनि चुम्नु कस्तो लाग्यो नानी आज त रमाइलो भयो है लास्टै हिँड्यो मजा आयो कस्तो रमाइलो है यसपालि त दामी भयो ल ल फाइनल्ली हामी पनि चुम्लुङबाट घर आइपुग्यौँ ल आजको लागि अब यति नै है ल सबैजनालाई बाई बाई